आज निर्वाचन आयोगले सशस्त्र प्रहरी बल नेपालको एक गुल्मलाई विशेष सम्मान प्रदान गरेको छ। आयोगले निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सशस्त्र प्रहरीले पुर्याएको महत्त्वपूर्ण योगदानको कदर स्वरूप यो सम्मान दिएको हो। निर्वाचनको समयमा सुरक्षा व्यवस्थापन, मतदान सामग्रीको सुरक्षा र मतदाताहरूको सुरक्षा सुनिश्चित गर्न गुल्मले प्रशंसनीय कार्य गरेको थियो। यस प्रकारको सम्मानले राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल बढाउनुका साथै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरित गर्ने विश्वास लिएको छ। यो सम्मानले नेपालको निर्वाचन प्रक्रियामा सुरक्षा निकायहरूको भूमिकाको महत्त्वलाई पनि दर्शाउँछ। निर्वाचन आयोगले सशस्त्र प्रहरी गुल्मलाई किन सम्मान गर्यो? आफ्नो विचार कमेन्ट गर्नुहोस्।